रेफ्रीले जितायो है केटा हो अर्जेन्टिनाले। रेफ्रीले धाँधली गरेरै जितायो अर्जेन्टिनालाई। यो मैले भनेको होइन है, यो इजिप्टको कोचले भनेको। इजिप्टको कोचले भनेअनुसार आज अर्जेन्टिनालाई रेफ्रीले जितायो अनि इजिप्टलाई हरायो। अब जेसुकै होस् केटा, अब गेममा सानोतिनो कन्ट्रोभर्सी त भइहाल्छ, तर हामी न्युट्रल फ्यानहरूको लागि आजको गेम हेर्न एकदम बवाल भएको थियो। आएको थियो आजको गेम चाहिँ। वाट अ कमब्याक भन्छु है म। यो वर्ल्ड कप हिस्ट्रीकै सबैभन्दा डेन्जर कमब्याक हो। अनि यो अर्जेन्टिनालाई रोक्ने चाहिँ कसले? खायो केटा हो, खायो। फेरि पनि वर्ल्ड कप कप्लक्कै खाइसकेको छ। कुनै पनि टिमले रोक्ला जस्तो छैन अर्जेन्टिनालाई। आज पनि 2-0 ले पछि भएको अवस्थामा इजिप्टले खाइसकेको खानालाई मुखभित्र हात हालेर बाहिर निकालेर 3-2 ले गेम उल्टाउँदै गेम जितेको छ अर्जेन्टिनाले। वाट अ गेम है, ताली दिनुपर्छ अर्जेन्टिनालाई। वाट अ गेम। अनि उता मेस्सी त्यस्तै छ, गोल हानै छ। 5 गेममा 8 गोल हानिसक्यो। कसैले रोक्दैन यसलाई, कसैले रोक्दैन केटा। वर्ल्ड कपको ट्रफी लिएर हातमा बुझाइदियो हुन्छ अर्जेन्टिनालाई। फेरि पनि रोक्नेवाला टिम कोही पनि छैन। के लाग्छ तपाईँलाई, कसैले रोक्न सक्ला त मेस्सीको अर्जेन्टिनालाई? कमेन्ट बक्समा कमेन्ट गर्नु है त। भामस।